चोटी भन्दा सुन्नुहुन्न कि आँखा जस्तै कान पनि कमजोर छ। हेर भाइ, मलाई रिस नउठाऊ है। मलाई रिस उठ्यो भने नि तिम्रो मुत्ने पाइप काटेर फ्याल्दिन्छु नि फेरि। तपाईले काट्दा म चाहिँ हेरिबस्छु, म पनि च्यात्दिन्छु नि रगत निस्किने गरी। खत्तम। दिदी के च्यात्ने कुरा गरेको यसले? के थाहा मलाई, सोध्न त्यसलाई नै। एक्सक्युज मी, के च्यात्ने कुरा भइरहेछ यहाँ? म पनि च्यातुम। त कहाँ हराएको के? हेर्न, यो दुईटा सुड्डीहरूले मलाई अघिदेखि थर्काइरहेछन्। च्यात्दिने हो यिनीहरूको मुख। ए मुख पो होस् नच्यातुम। अलरेडी मेचीदेखि महाकालीसम्म च्यातिएको रहेछ, अझै कति च्यात्नु? त्यही माथि ओठ हेर्न, ओठ 20-30 वटा बारुलाले एकैचोटि चिलेको थियो कि क्या हो? ओइ भाइ, मुख सम्हालेर बोल है तिमी। हाम्रो दिदी कोठी बारुलाले चिलेर यस्तो भएको होइन, मौरीले चिलेर यस्तो भएको। ओइ डङ्किनी, त मेरो साइडमा छस् कि यिनीहरूको साइडमा छस्? तपाईँले नै भन्नुभयो हैन कसैलाई नढाट्नु भनेर, त्यसैले जे हो त्यही भन्देको मैले त।